हेलो हेलो सबैजनालाई नमस्कार। कन्यामबाट हामीले चाहिँ डे 3 चाहिँ कन्यामबाट सुरुवात गऱ्यौँ। कन्यामको यो मनोरम दृश्यका साथ हाम्रो शुभ बिहानी भयो। अघिल्लो दिन रात परिसकेको थियो हामी आउँदाखेरि, त्यसैले कन्याम घुम्न चाहिँ राम्रोसँग पाइएको थिएन। त्यसैले आज बिहानै उठेर हामीले कन्याम लेखेको ठाउँदेखि लिएर त्यहाँ माथि एउटा सानो डाँडो रहेछ, त्यहाँ माथि उक्लिने खुड्किलोहरू बनाउनु भएको छ, त्यहाँ माथि गइयो, फोटो भिडियो खिचियो, अलिअलि केही बोलिएको पनि छ बिच बिचमा, हजुरहरूले देख्न सक्नुहुन्छ। त्यसपछि हामी त्यहाँ निस्क्यौँ। अलिकति अगाडि गएपछि फिक्कल भन्ने ठाउँमा आइपुग्छ। एकदमै राम्रो बाटो हुँदै हामी 3 घरे भन्ने ठाउँमा आइपुग्यो। 3 घरे राम्रो बस्ती रहेछ। त्यो कटेपछि, त्यो डाँडो कटेपछि तल चाहिँ माई खोला को पुल कट्नुपर्छ। हजुरहरूले गीत पनि सुन्नुभएको होला, माई खोलाको तिरैमा बसी नछुटिने कसम खाएको भने त्यो खोला चाहिँ यही नै हो। माई खोला सिद्धिसकेपछि चाहिँ अलिअलि हिलो पनि थियो, हिलोमा झन्डै लडेको। हामी लगभग इलाम पुनः आँट्यौँ। इलाममा गएर चाहिँ बाइक अलिअलि बनाउनु पर्ने थियो। त्यसपछि बाइक धोइ पखाली गरेर त्यसको ब्रेक सुहरू फेरेर त्यहाँ चिया खाइयो। त्यसपछि हामी हाम्रो जर्नीलाई अगाडि बढायौँ। त्यसपछि हामी मङ्गलबारेको बाटो हुँदै अगाडि बढ्यौँ। नेपाल टार आइपुग्यो। नेपाल टार भन्ने ठाउँ पनि रहेछ बिचमा। अब हामी बिस्तारै राँके पुग्नलाई लगभग 11 किलोमिटर जति बाँकी थियो होला। यहाँबाट राँकेतिर लाग्यो भनेर दृश्यले नै देखाउँछ। कुहिरोहरू एकदम डम्म लागेको, घाम एकदम कम लाग्ने, चिसो एकदमै चिसो मौसम थियो। राम्रो घर र यो चिसो मौसमको आनन्द लिँदै हामी अगाडि बढ्यौँ। अलिकति अगाडि गएपछि राँके बजार आइपुग्छ। राँके चाहिँ डल्ले खुर्सानीको लागि एकदमै फेमस ठाउँ हो। ठुलै बजार रहेछ। लगभग सम्पूर्ण सामानहरू त्यस बजारमा पाइँदो रहेछ। ज्याकेटहरूदेखि लिएर हजुरहरूले यदि बाक्लो लुगा लानु भएको छैन भने राँके बजारबाट पनि किन्न सक्नुहुनेछ। साथै त्यहाँका प्रसिद्ध चिजहरू, डल्ले खुर्सानी, अचारहरू, विभिन्न थरीका अचारहरू हजुरहरूले सम्झना स्वरूप ल्याउन सक्नुहुन्छ। सुन्दर घरहरू, सुन्दर दृश्य अवलोकन गर्दै हामी धेरै नै अगाडि बढिसकेपछि लगभग एउटा ठिकठाकको फेरि बजार आउँछ। त्यो बजारको नाम चाहिँ के, पौवा भन्ज्याङ कि समथिङ के थियो, पौवा भन्ज्याङ होला। घरहरू चाहिँ खासै धेरै थिएन, तर थोरै भए पनि एकदमै आकर्षक घरहरू थियो। सानो बजार, खाजासाजा खानको लागि बस्न सकिन्थ्यो। त्यहाँ एउटा उता के जाने बाटो भनेर लेखेको थियो, हामीले राम्रोसँग क्याप्चर गर्न पाइएन। त्यो चाहिँ पौवा भन्ज्याङ पनि राम्रै ठाउँ रहेछ, अलि समथर ठाउँमा बसिएको। त्यसपछि हामी फेरि ओह्रालो लाग्यौँ। ओह्रालो लागेपछि ओह्रालो लागेर अगाडि बाटोमा लागै गरेपछि हामी फिदिम पुग्यौँ। यो चाहिँ फिदिम बजार चाहिँ एकदमै व्यवस्थित, एकदमै राम्रो। गर्मी चाहिँ अलिकति बढी, त्यो बाहेक अरू कुरा चाहिँ एकदमै राम्रो लाग्यो फिदिम बजारमा। फिदिम बजार प्रवेश गर्ने बित्तिकै यस्तो बिचमा फुलहरू, रुखहरू रोपेको, हरियाली बनाएको, सिटी माथि बत्तीहरू सबै हालेको। फिदिम बजार कटिसकेपछि अगाडि जोरसाल बजार भन्ने एउटा सानो बजार रहेछ। त्यहाँबाट चाहिँ अर्को बाटो तेह्रथुम हुँदै तपाईँहरू बसन्तपुर, तिनजुरे पनि जान सक्नुहुन्छ। र बाटो एकदमै राम्रो, फर्स्ट क्लासको छ। त्यसपछि त्यो ठाउँबाट अलिकति अगाडि बढिसकेपछि यो नेपाल भारत सरकारको सहयोगमा बनाएको एउटा पुल रहेछ। त्यो अगाडि अर्को पुल थियो, पहिला चाहिँ पुरानो पुल थियो। त्यो पुल बाढी आएर बगाइसकेपछि अहिले यो नयाँ पुल निर्माण भएको रहेछ। त्यसपछि हामी डाँडा एउटा चुचुरो हेर्दै अगाडि बढ्यौँ। त्यहाँ हात्तीको एउटा सेप देखिएको थियो माथि डाँडोमा, त्यो अवलोकन गर्दै बाटो चाहिँ एकदमै फाइन, एकदमै राम्रो छ। यतातिर सबैतिर यो चाहिँ सालघारी कि समथिङ के अरे यो ठाउँको नाम, सल्लेरी भन्ने ठाउँ रहेछ। माथि सल्लाघारीले घेरेको त्यो ठाउँ हुँदै हामी अगाडि बढ्यौँ। माथि पनि एउटा सानो बस्ती बसेको गाउँ थियो। घर खासै धेरै, पसलहरू धेरै चाहिँ थिएन।
तर जे भयो ठिकठाक बस्ती थियो। माथि गएर हामीले चाउचाउ खायौँ, यता तल किनेको चाउचाउ सल्लेरीभन्दा मुनिबाट किनेको। त्यसपछि फेरि हामी अगाडि बढ्यौँ किनकि हामीलाई पुग्न छ टाढा, आज गएर बस्न छ माथिल्लो फेदी फुङलिङसम्म चाहिँ गएर बाइक राखेर चाहिँ माथि जाने भन्ने प्लान हो हुन चाहिँ। तर सुकेटारै पुगिन्छ होला, सुकेटार गएर गाडी चढ्यो पनि पाइन्छ होला भनेर हामी अगाडि बढ्यौँ। यो पूजा गर्ने ठाउँ, के पूजा गर्ने ठाउँ? काबेली भन्ने ठाउँ आयो। काबेलीमा चाहिँ मान्छेहरू पूजा गरेर जाँदा रहेछन्, यहाँ पूजापाठ गरेर भ्याएर त्यसपछि मात्र अगाडि बढ्दा रहेछन् प्रायः जसो मान्छेहरू। त्यसपछि फेरि हामी अगाडि बढ्यौँ। हामी फर्किँदाखेरि चाहिँ यही ठाउँमा खाजा खाएको थियौँ, हजुरहरूले याद गरिरहनु होला है त। हामी फर्किँदाखेरि देखाउन पाउँछ पाउँदैनौँ। ल हेर्नुहोस्, हालत खराब भइसकेको छ पछाडि बस्ने मान्छेको पनि। गाह्रो छ नि लामो बाटो हिँड्दाखेरि, फेरि खासै बानी छैन नि त उसलाई चाहिँ। त्यस्तै हो। अब चाहिँ हामी लगभग फुङलिङ आइपुग्यौँ भन्दा फुङलिङ कट्यौँ है। हामीले फुङलिङको चाहिँ भिडियो लिएन छौँ, तर सकेसम्म प्रायः सबैजना फुङलिङबाट नै गाडी चढेर आउनुभयो भने हजुरहरूलाई सजिलो हुन्छ। माथि गएर सुकेटारमा गएर गाडी चढ्नलाई चाहिँ गाडी प्रायः जसो तलैबाट प्याक भएर आउने कारणले गर्दाखेरि गाह्रो हुने रहेछ। यहाँ यस्ता बोर्डहरू पनि राखिएको छ, माथि सुकेटार बजारमा यहाँलाई स्वागत गर्दछ भन्छ। यहाँबाट पनि पाउँछ, तर प्रायः सबै फुङलिङबाटै प्याक भएर आउने भएको कारणले गर्दाखेरि अलिकति गाह्रो हुने रहेछ। त्यहाँबाट हामीले फाइनल्ली लगभग 1-1.5 घन्टा गाडी कुरिसकेपछि त्यहाँ होटलको दाइहरूलाई भन्न लाएर बल्ल एउटा गाडी पाएर पछाडि सिट यसरी यस्तो अप्ठ्यारो बाटो गयौँ। जसरी पनि गाडी चाहिँ जानैपर्छ, बाइक जान सक्ने स्थिति छैन। त्यसपछि हामी त्यो दिन पुग्यो लगभग 5 बजीतिर। 5 बजीतिर पुग्यो तल्लो फेदीको बजारको चहल पहल अझ बढी भइसक्यो होला, 6 नै बजिसकेको थियो होला। चहल पहल देख्न सक्छौँ हामी, राम्रै चहल पहल छ त्यता। माथि हामीले एउटा होटललाई फोन गरेर बुकिङको लागि चाहिँ भनेका छौँ छन चाहिँ। हेलो, ल पार्टी गराएको के स्टार्ट भयो तल्लो फेदीबाट 5:40 मा नुका लाग्दैछ। अब माथि फेरि हामी कति बजी पुग्छौँ साउने आछिन। तल्लो फेदीबाट मकै किन्ने, गोजीमा हाल्ने, अनि खाँदै उकालो लाग्ने। मेरो पारा यस्तो छ। ठ्याक्क 20 मिनट भयो हिँडेको हामी। तल्लो फेदीबाट माथि फेरि पुग्न कति घन्टा लाग्छ थाहा छैन। अब फेरि हिँडेकै छैनौँ। यो भ्यू देखेर थकि मर्छ। है हिँड्दैछौँ हामी पाथी भराको उकालो माथिल्लो फेदी पुग्नको लागि भनेर मकै खाँदै चक्लेट खाँदै रमाइलो हुँदैछ मान्छेहरू। ए अगाडि पछाडि 6 बजे 10 मिनेट जान लागिसक्यो, त्यो पनि मान्छेहरू यति धेरै हुन्छ। यस्तो छ बाहिर त पुरै घुसुलाएर। हामी चाहिँ माथिल्लो फेदी लगभग 6:50 तिर पुगेका थियौँ होला। 1 घन्टा 10-15 मिनट जति लाग्यो होला। मान्छेहरू कसैले रुम पाएका थिएनन्, प्रि बुकिङ नगर्नेहरूले। चिसो भइसकेको थियो बेलुका। हामीले चाहिँ रुम पायौँ, बस्यौँ। हस्त धन्यवाद।